घरको बुढा चाहिँ मात्ने छ भने नि त्यो घरको आमा या फिर छोरी मान्छे चाहिँ किचकिच किटकिट गरिरहने चाहिँ हुन्छ नि है। हामीले अक्सर देखेको है, आफूले पनि कतिवटा कुराहरू भोगेको हुन्छ है, त्यही अनुसार नै बताउँछु म यहाँनिर है। घरको मान्छे मातेर ङ्याङ गरिरहने अनि घरको आमा चाहिँ किटकिट गरिरहने हुन्छ नि त, मजबुरै पर्छ नि त आमालाई पनि कराउनु है, त्यतिकै त कराउनु मन हुँदैन है। तर दुईजनाको मुसा र बिरालोको खेलमा चाहिँ नि उनीहरूलाई त मजा आउँछ या मजा आउँदैन थाहा भएन है। त त्यो घरमा छोराछोरी छ या कोही परिवार छ अन्य सदस्य जसले चाहिँ मदपान गर्दैन है, मदिराको सेवन गर्दैन, उनीहरू चाहिँ यति धेरै मेन्टली डिस्टर्ब हुन्छ है, तपाईँहरूले इमेजिन पनि गर्नु सक्नुहुन्न। अब एकजना त रक्सी खाएर आउँछ है, अनि एकजना रक्सी खाएर आएपछि अनुहार देख्नु बित्तिकै कराउनु थाल्छ है। तर अरू सदस्यहरू पनि त हुन्छ है घरमा, उनीहरूलाई कति धेरै प्रब्लम हुन्छ है, थाहा हुन्छ तपाईँहरूलाई।